हेलो गाइज, यहाँहरु सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज शनिबार छुट्टीको दिन हामी चाहिँ सबै साथीहरु मिलेर आज चाहिँ हामी यहाँ स्लोभेनियाको राजधानी घुम्न जाँदै छौं। एकदमै रमाइलो छ यहाँको दृश्यहरु। मैले केही समय अगाडि एउटा भिडियो हालेको थिएँ यहाँ हिउँ परेको सिजनमा। अहिले चाहिँ टोटली यहाँ हिउँ पर्न छोडिसक्यो। अब चाहिँ वसन्त ऋतु सुरु भइसकेको छ स्लोभेनियामा पनि। एकदमै रमाइलो वातावरण छ। आज चाहिँ हामी सबै साथीहरु मिलेर राजधानीतिर घुम्न जाँदैछौँ र बाटोमा थुप्रै रमाइला दृश्यहरु म तपाईहरुलाई देखाउँदै जानेछु। अहिले चाहिँ हामी टक्क कोठाभन्दा बाहिर निस्केर हामी बस स्टेसनसम्म जाँदैछौँ। त्यहाँबाट हामी बस चढ्छौँ र बीचमा एउटा ठाउँमा बस चेन्ज हुन्छ। त्यहाँदेखि हामी लगभग 3 घण्टाको दूरी पार गरेर हामी राजधानी पुग्छौँ। अगाडिका दृश्यहरू म तपाईँहरूलाई अवलोकन गराउनेछु। भिडियो चाहिँ हेर्दै राख्नुहोला है त। देख्न सक्नुहुन्छ एउटा सुन्दर पहाडहरू देखिन्छ। अनि घाम उदाइरहेको छ। यो चोकमा हामी आइपुगेका छौँ। आज शनिबारको दिन, छुट्टीको दिनमा यहाँ खासै गाडीहरू चल्दैन हैन, शान्त माहौल छ यताकतै। यहाँबाट हेर्न सक्नुहुन्छ रमाइलो दृश्यहरू देखिन्छ। स्लोभेनिया साँच्चीकै स्विजरल्यान्ड भन्दा पनि छैन है। भिडियोमा हुँदै गर्नुहोला। देख्न सक्नुहुन्छ मजाको घाम उदाइरहेको छ है। रमाइलो देखेको छ। ठ्याक्कै नेपालको इलाम जस्तो झल्को आयो मलाई यहाँनिर। साथीहरू हेर्नुहोस्, यही भाइहरू हामी पुरा एकदम रेडी भएर यहाँ गाडी कुदिरहेका छौँ है। आज राजधानी घुम्ने प्लान भएको छ हाम्रो। धेरै दिनपछि बिदाको दिन पारेर बस कुदिरहेको छ। बस चाहिँ यताबाट आउँछ। यो साइडमा बस बिसाउनु। फाइनली हामी गाडी चढिसकेका छौँ है। देख्न सक्नुहुन्छ यहाँको रोडहरू एकदम सफा सुग्घर देखिन्छ। घाम उदाइसकेको छ। हामी अब यहाँबाट अगाडि अर्को स्टेसनसम्मको लागि अब यात्रा सुरु भइसकेको छ है। देख्न सक्नुहुन्छ ठ्याक्कै नेपाल जस्तै बाटो छ है। पहाडको काखबाट जान्छ। तल नदी छ हैन। अनि बाटो चाहिँ एकदमै ठ्याक्कै नेपाल जस्तै पहाडहरू अनि सानो बाटोहरू छ हैन। यो हाइवे ठुलो हाइवे बाटो चाहिँ हैन। हाइवेहरू अगाडि छ। अहिले हामी गाउँको बाटो हुँदै निस्किरहेको छ। यतापट्टि यो देख्न सक्नुहुन्छ सुन्दर नदी बगिरहेको छ छेउमा। अनि यतापट्टि देख्न सक्नुहुन्छ फाँटहरू छ है। कामहरू चलिरहेको छ यतापट्टि रोडको। ठ्याक्कै नेपाल भने पनि भयो हैन। टर्निङ पोइन्टहरू ल हेर्नु साथीहरू, यो वरिपरि पहाडहरू अनि बिचमा समतल भाग, बिचमा चाहिँ फाँटहरू छ। दहन हरियाली यताकतै। यहाँ चाहिँ खेतीपातीहरू त्यति देखिँदैन। यहाँको मान्छेले धेरै जस्तो घाँसहरू लगाउने, त्यो घाँसहरू काटेर बेच्ने हैन, त्यस्तो छ। खेती चाहिँ यहाँ मकैहरू हुन्छ। धेरै जस्तो स्याउ फल्ने हैन, अङ्गुरहरू यस्तो खेतीहरू हुन्छ। देख्नुहुन्छ थाहा खेतहरूमा घाँसहरू मात्रै लगाएको छ। त्यो घाँसहरू चाहिँ धेरै जस्तो काटिसकेको छ। अनि अब कुनै काट्नेहरू भइसकेको छ घाँस। अनि यतातिर मकै लगाउनको लागि बारीहरू जोतेर रेडी पारेको छ। अनि देख्न सक्नुहुन्छ एकदम सुन्दर ठाउँ छ। अनि यहाँ अब अङ्गुरहरू पनि लगाउन यतातिर सुरु भइसकेको छ। यता मकैहरू लगाएर मकैहरू पनि उम्रिसकेको देखिन्छ। मकै बारीहरू भर्खर मकै लगाएको छ।
हेलो गाइज, म चाहिँ अहिले छोटो यात्रापछि अर्को बस स्टेसनमा हामी आइसकेका छौँ। यहाँदेखि हामी अब गाडी अब 8:35 छ। 8:35 को गाडीमा हामी यहाँबाट फेरि राजधानीतिर अर्को हाम्रो यात्रा सुरु हुन्छ। यो ठाउँलाई चाहिँ स्लोभेनिया ग्रादेच भन्छ। एकदम रमाइलो ठाउँ छ, देख्न सक्नुहुन्छ। यहाँको बस पार्क देख्न सक्नुहुन्छ। एकदम सुनसान छ है। नेपालमा इन्डियामा जस्तो त्यो बस पार्कमा झर्न बित्तिकै यहाँ झोला समातेर तानातान खोसाखोस गर्ने त्यस्तो छैन। यहाँ चाहिँ आफ्नो टाइममा बस आउँछ, गाडी आउँछ होइन, त्यही हिसाबले मान्छेहरू अनि यहाँबाट चढ्ने जाने हुन्छ। यहाँ त्यस्तो देख्नुहुन्छ तपाईँले, एउटा मान्छेहरू देखिँदैन यहाँ है। एउटा बस निस्केर जाँदैछ अब मारिबोर भन्ने ठाउँको लागि, तर मान्छे चाहिँ कोही पनि देखिँदैन कि यसरी बाहिर। सुनसान छ। बिदाको दिनमा पनि भिडभाड छैन है। यो चाहिँ यहाँको एउटा सिस्टम चाहिँ एकदम मन पर्यो मलाई, देख्न सक्नुहुन्छ। साथीहरू त्यहाँ फोटो खिच्दैछन् है। अब यहाँदेखि चाहिँ हामी अझै लगभग 1.5 घन्टा 2 घन्टाको यात्रा गरिसकेपछि हामी चाहिँ राजधानी पुग्छौँ है त। भिडियो चाहिँ हेर्दै गर्नुहोला। साथीहरू यो चाहिँ स्लोभेनिया ग्रादेच देख्न सक्नुहुन्छ। एकदम यो सेन्टर पोइन्टमा छ हामी चाहिँ अहिले बस पार्कमा गाडी कुरेर बसिरहेछौँ होइन। गाडीको टाइम आउने भएको छैन अझै, त्यही भएर हामी यहाँनिर चाहिँ यसो हेरौँ भनेर। यो चाहिँ चोक एकदम सुन्दर छ होइन। यहाँदेखि चारैतिर जाने गाडीहरू, स्लोभेनियाको विभिन्न ठाउँमा जाने गाडीहरू यहाँदेखि सुरु हुन्छ होइन, लाग्छ। एकदम सुन्दर दृश्य यहाँनिर देख्न सक्नुहुन्छ। अनि चारैतिर उता पहाडहरू छ, उतातिर देख्न सक्नुहुन्छ ठुल्ठुलो पहाडहरू छ। त्यहाँबाट मार्केट अझैसम्म मैले आफ्नो गाडी बोलाइदिनु छ कि छैन त आएन। तर यहाँ बसेको मान्छेले त्यस्तो भन्ने यार, कति तेल बचाएको, कति तेल बचाएको। सिसा चाहिँ खोलेर हिँडेछु म। तेल बचाएको भन्नु नि त। तेल बचाएको होइन यार, एसी चाहिँ के अनि एसी बुकिङ आउँदैन। एसी बुकिङ आउँदा हामी त मुस्ताङ जाँदाखेरि त एसी बुकिङ गरेर पुरा एसी लगाएर हिँड्छ त। एसी बुकिङ होइन कि यहाँको भनिरहेको छु कि यहाँको त हिटर चल्छ त। बोल्न पाइन्छ, हल्ला गर्नु चाहिँ पाइन्छ। हिजो पनि रोशनलाई मैले त्यही भन्ने बोल्न पाएँ के फरक पर्दैन। कसैले नबोल भन्नु बोला त बोला, तर तिम्रो बुढी जति खर्च होइन लाग्छ कि जहिले स्पेसल हो त यो। आउने बेला पनि मान्छे पनि त्यही भएर केमा हो मलाई यहाँ खोला खुल्कै दुब्लाइसक्यो नि यहाँ त्यही हो गरेँ। कहिलेकै मेसेजमा कुरा हुन्छ। सब आएको हाम्रो त यहाँ खोइ लेबर डे थियो हिजो र अस्ति, अनि आज र भोलि चाहिँ फेरि अब विकेन्ड भइहाल्यो। त्यो भएर 4 दिन लगातार छुट्टी थियो। अनि त्यही भएर घुम्नलाई निस्केको हिजोदेखि यता ग्राडेन्सतिर आएको। आज लुब्ल्यातिर बिएतिर त्यो भएर
पछि चाहिँ त्यो पहिलाकै ठाउँहरू चेन्ज गरेको साथीहरु यति बेला चाहिँ हामी यो भेलेनी भन्ने सिटीको नजिक छौं। यहाँबाट देख्न सक्नुहुन्छ यो भेलेनी भन्ने सिटी हो र यहाँ बस पार्कमा हामी एकछिन रोक्छौं। गाडी एकछिन यहाँ रोक्छ हैन, प्यासेन्जर हालेर त्यसपछि फेरि हामी अगाडि बढ्छौं। अब चाहिँ हामी भित्र बस पार्कभित्र बस्दैछौँ। यता यो चाहिँ यो भेलेनीको बस पार्क हो। यहाँबाट प्यासेन्जर उठाएर अब यसपछि हामी चाहिँ लुब्लियानातिर गाडी यहाँबाट हिँड्छ। भिडियो चाहिँ हेर्दै राख्नु होला। साथीहरु हामी चाहिँ अब यो मेन हाइवेमा झर्दैछौँ। यो लुब्लियाना देख्नु होला बोर्ड, लुब्लियाना जाने बाटो हैन। यहाँदेखि चाहिँ हामी मेन हाइवे हुँदै अब चाहिँ हाम्रो राजधानीतिर यात्रा सुरु हुन्छ यहाँदेखि है। देख्न सक्नुहुन्छ साथी, अगाडि चाहिँ एउटा सुरुङ आउँदैछ। एकदमै लामो सुरुङ छ है। यस्तो सुरुङहरू लगभग यहाँ 4वटा 5वटा छ गाडी है। एकदम लामो सुरुङहरू देख्न सक्नुहुन्छ।
पार्कको ठाउँ छ। अगाडि म तपाईँहरूलाई यहाँको फेभरेट एकदम घुम्नलायक ठाउँ भनेको यहाँको ड्रागन ब्रिज, त्यो पनि म देखाउँछु। ओके, लेट्स गो। साथीहरू, यो चाहिँ यहाँ राजधानीको ट्रेन स्टेसन हो। यहाँबाट देख्न सक्नुहुन्छ यसरी ट्रेनहरू लागेको छ होइन। यहाँदेखि चाहिँ इटली जाने, त्यसपछि जर्मन जाने, यता हङ्गेरी जाने थुप्रै देशहरूमा चाहिँ यहाँदेखि ट्रेनहरू जाने गर्छ। यतापट्टि ट्रेन स्टेसन छ अनि यो साइडमा पछाडिपट्टि चाहिँ बस पार्क। खासै ठुलो छैन है, यो हाम्रो नेपालको त्यो नेपालगञ्ज सिटी जत्रै होला लगभग। यहाँको यो देशकै पपुलेसन भनेर पनि त्यस्तै 20 लाख जति मात्रै छ। सानो देश तर एकदम सुन्दरताले भरिएको देश है, एकदम राम्रो छ यहाँनिर। म यहाँदेखि तपाईँहरूलाई अगाडिको धेरै दृश्यहरू देखाउन गइरहेको छु है त। हेलो गाइज, हामी चाहिँ यो लुब्लियानाको बिचमा एउटा पार्क छ, पार्कमा हामी रेस्ट गर्दैछौँ। साथीहरू एकदम थाक्नु भएको छ है, थकाइ पनि लाग्यो, भोक पनि लाग्यो। बिहानै हिँडेको है कोठाबाट, लगभग 3 घन्टाको यात्रापछि हामी चाहिँ लुब्लियाना यो राजधानी बिचमा छौँ हामी त्यो बेला। यहाँनिर एकछिन रेस्ट गरौँ भनेर बसेको छौँ है। ल हेर्नुहोस् यो कस्तो खालको रुख होला, हेर्नुहोस् त। यो तल जडैबाट 3टा निस्क्यो, 3, 4वटा 5वटा निस्क्यो, यस्तो खालको होइन रुखहरू। यहाँको मान्छेहरूले चाहिँ यो रुखहरूलाई चाहिँ एकदम संरक्षण गरेर राख्छ होइन, हरियाली चारैतिर। अब हामी चाहिँ ड्रागन ब्रिज पुग्न लाग्छ होइन। यो दृश्यहरू देख्न सक्नुहुन्छ, जम्मै टुरिस्टहरू मात्रै देखिन्छ, सबै घुम्ने मान्छेहरू। देख्न सक्नुहुन्छ यहाँबाट अब केही समयमा हामी ड्रागन ब्रिज पुग्नेछौँ। दृश्यहरू म तपाईँहरूलाई देखाउँदैछु। चाहिँ पब्लिकहरू देखिँदैछ है। यो चाहिँ एउटा बिचमा चाहिँ एउटा सेन्टर छ यहाँनिर, ड्रागन ब्रिज भन्दा यतापट्टि। यहाँनिर चाहिँ जम्मै टुरिस्टहरू चाहिँ घुम्ने ठाउँ है, चोक हो। एकदम रमाइलो छ, चारैतिर मान्छे है। चाहिँ केही सर्कस जस्तो केही देखाइरहेको छ होइन।
सक्नुहुन्छ। अहिले थुप्रै ब्रिजहरू छ। यो ड्रागन ब्रिज भन्छ, अलिक तलको ब्रिजमा आएको छ होइन। अहिले ड्रागन ब्रिज चाहिँ अलिक माथि छ। पब्लिकहरू छुट्टीको दिनमा यसरी पब्लिकहरू हिँड्ने होइन, खाने बस्ने रमाइलो गर्ने ठाउँहरू छ होइन। यो चाहिँ ड्रागन ब्रिजको तलबाट बग्ने यो नदी हो। तल बोर्डहरू चलाएर टुरिस्टहरूलाई यसो घुमाउने कामहरू गरिन्छ। यसमा पुरै यो एउटा लगभग यो राजधानीको वरिपरिबाट यो नदी छ, यो बिचबाट यो घुम्ने गर्छ। यहाँ चाहिँ बोर्डहरू चलाएर हुन्छ। चारैतिर टुरिस्टहरू छन्, टुरिस्टहरूलाई घुमाउने काम गर्छ। यहाँ हामी यो बोर्डमा अब घुम्न त हामी भ्याइँदैन। हाम्रो बस चाहिँ अलिक छिटै लाग्छ, गाडी फर्किनु पर्ने हुन्छ होइन। अहिले म एकछिनपछि तपाईँहरूलाई चाहिँ त्यो ड्रागन साथीहरू यो चाहिँ यहाँको यो संसद भवनको अगाडि आएको छु होइन। संसद भवन देख्न सक्नुहुन्छ। यो हो सलोनियाको लुब्लियानामा यो संसद भवन हो। आज चाहिँ बिदाको दिन है, कस्तो छ हेर्न सक्नुहुन्छ। यहाँ यो संसद भवनको अगाडिपट्टि पुरै ब्यारिकेडहरू छैन, यो देख्न सक्नुहुन्छ। यहाँको बिल्डिङहरू पनि एकदम सुन्दर सुन्दर बिल्डिङहरू देख्न सक्नुहुन्छ। ठुल्ठुलो दरबारहरू छ। पुरै टुरिस्टहरूले भिजिट गर्ने एरिया हो। यहाँ चाहिँ थुप्रै देशहरूबाट आउनुभएको टुरिस्टहरू देखिन्छन् होइन। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो नेपालमा एउटा 55 झाल गरेको दरबार भने जस्तै एउटा यो अगाडि छ एउटा दरबार। कति झ्याले छ अब हामी चाहिँ गिनेको छैन, तर सुन्दर छ, एकदम राम्रो। यहाँ साथीहरू फोटो खिच्दैछन् मेरो। चाहिँ हामी यहाँ मार्केट छिर्दैछौँ। शनिबार चाहिँ यहाँ बजार लाग्छ, देख्न सक्नुहुन्छ। यहाँ हुन्छ त्यही तरबुजाहरू होइन, स्ट्रबेरीहरू, काफलहरू सबै जे पनि यहाँ नेपालमा पाइने हरेक चिजहरू चाहिँ यहाँ पाइन्छ। देख्न सक्नुहुन्छ। नेपालको सब्जी मन्डी जस्तै यहाँनिर कुरिल्लोको साग, कुरिल्लो पनि राखेको छ होइन। कुरिल्लो पनि पाइँदो रहेछ, कुरिल्लो। कुन खालको कुकुर होला यो? What is the breed? No, the breed, the quality, the China. साथी त्यहाँ उभिरहेको छ होइन, डेन्जर खालको छ। देख्न सक्नुहुन्छ यहाँ पुरै स्ट्रबेरीको बजार छ होइन। यति बेला फलको स्ट्रबेरी यतापट्टि हरियो तरकारीहरू, कुरिलोको साग, मिन्ट हो यो, पेपरमिन्ट होइन होला, अर्को साग हो। यहाँ चाहिँ पालकको साग पनि पाइँदो रहेछ साथीहरू होइन। हामी चाहिँ एउटा पालकको साग लिनु परेको भन्ने सोचिरहेको छ।
यो त बहिनी चाहिँ बिजी छ हैन सर्ट बेच्नमा यति बेला चाहिँ साइरन बजाइएको छ हैन सङ्केत होला अवेरनेसको लागि बेला बेलामा साइरनहरू यसरी बजाउने गरिन्छ यति बेला चाहिँ म यो ताला लगाउने ब्रिजमा आएको छु हैन यहाँ देख्न सक्नुहुन्छ थुप्रै तालाहरू यो चाहिँ माया गर्ने जोडीहरूले ताला लगाएर यहाँ छोडाउने हैन अब यो ताला जहिलेसम्म खुल्दैन तहिलेसम्म लगाएर हुन्छ यो ताला खुल्यो भने चाहिँ माया प्रेम छुट्छ भन्ने एउटा यस्तो आस्था छ मान्छेहरू यसमा चाहिँ ताला लगाएर नदीहरू तल नदीमा फालिदिने गर्छन् है अनि यहाँनिर चाहिँ एउटा मानव मूर्ति छ बिचमा यो ताला लगाउने बिचमा एउटा चाहिँ मानव मूर्ति बनाएर राखेको छ देख्न सक्नुहुन्छ ताला कति धेरै लगाइएको छ अब तलदेखि माथिसम्म तारको पट्टि पनि पुरै तालै ताला छ देख्न सक्नुहुन्छ यसरी ताला लगाइसकेपछि यो नदीको तल चाबी फ्याँकिने गरिन्छ हैन अनि यहाँ चाहिँ विशेष गरी माया प्रेम गर्ने जोडीहरूले यसरी ताला लगाएर अनि यो ताला जस्तै लक हैन माया प्रेम लक भएर कहिले नछुटोस् भनेर चाहिँ ताला लगाउने गर्छ यहाँ कति धेरै ताला लगाइएको छ यो चाहिँ काठमाडौँको ठमेल बजार जस्तो देखिन्छ है भिड छ यतातिर हानी बिक्री हुँदैछ देख्नुहुन्छ विभिन्न ओइलहरू
हेर्न सक्नुहुन्छ यो बेलना चौकाहरू होइन के हो यो पुरै काठको मात्रै छ देख्न सक्नुहुन्छ यहाँनिर यो चाहिँ काठको कलाकृतिहरू विभिन्न यहाँबाट त्यो डाँडाको टुप्पोमा देख्न सक्नुहुन्छ यहाँको तलतिर चाहिँ पुरै यतातिर यो पब्लिकहरू यहाँ टुरिस्टहरू यो नदी छेउमा यसरी यहाँ घुम्ने गर्छ देख्न सक्नुहुन्छ टुरिस्टहरू कति हुन्छ यहाँ ल हेर्नुहोस् यसरी यो तल बोर्डहरू चल्छ यहाँ होइन टुरिस्टहरू घुमाउनुको लागि यहाँदेखि यो बोर्डमा चढेर यो सोलोभेनियाको पुरै यहाँ चाहिँ अवलोकन गर्न सकिन्छ फाइनली गाइज म चाहिँ ड्रागन ब्रिजमा आइसकेको छु होइन यहाँबाट देखाइरहेको छु तपाईँलाई देख्न सक्नुहुन्छ ड्रागनको एउटा स्तम्भमाथि मूर्ति छ होइन यो ब्रिजमा पारिपट्टि एउटा यतापट्टि छ होइन यो ब्रिज चाहिँ ड्रागन ब्रिज हो यहाँको एकदमै मेन ब्रिज भनेको यही हो होइन नामले चिनिने यो चाहिँ अहिले पनि यहाँको मानिसहरू चाहिँ यो ड्रागन छ भनेर यहाँ स्लोभेनियामा देखिन्छ भनेर यो लुब्लियानामा देखिन्छ भनेर यहाँको मान्छेहरूले विश्वास गर्छन् होइन अनि देख्न सक्नुहुन्छ म त्यहाँनिर तपाईँलाई देख्न सक्नुहुन्छ ब्रिज होइन हेर्दा चाहिँ खासै छैन यो सामान्य ब्रिज जस्तो लाग्छ र यसमा चाहिँ यहाँको मानिसहरूले चाहिँ धेरै विश्वास गर्छन् यो ड्रागन चाहिँ यो ठाउँमा चाहिँ अहिले पनि देखिन्छ होइन भनेर विश्वास गर्ने गर्छन् त्यसैले यो चाहिँ यहाँको लागि एकदम फेमस छ यहाँ टुरिस्टहरू यो ठाउँमा घुम्न आएपछि यो ब्रिज चाहिँ पक्कै भिजिट गर्छन् यो हेर्नुहोस् ड्रागनको मूर्ति मान्छेहरू त्यसलाई फोटो खिच्न भिडियो खिच्नमा एकदम भिड छ त्यहाँ है एउटा यतापट्टि छ हेर्नुहोस् यो ड्रागन ब्रिज यसको तल यो नदी अनि बोट होइन यसरी माथि त्यो डाँडा चाहिँ देख्न सक्नुहुन्छ स्वयम्भू जस्तै ठ्याक्कै नेपालको त्यो स्वयम्भू डाँडा जस्तै होइन त्यो डाँडा माथि गएर हेर्ने हो भने यहाँ यो राजधानी पुरै लुब्लियाना पुरै देखिन्छ यहाँको स्लोभेनियाको राजधानी
होइन। अब त्यो हामी डाँडामा त सायद चढ्छौँ कि चढ्दैन हामी विचार गर्छौँ हेर्दैछौँ। त्यहाँ चाहिँ अब टिकट काट्नुपर्छ, त्यो केबल कारबाट माथि जानुपर्छ होइन। ओके साथीहरू, आजको हाम्रो स्लोभेनियाको राजधानी लुब्लियानाको यात्रा सकिसकेका छ लगभग। अब हामी फर्किने क्रममा छौँ र हामीहरू चाहिँ घुमेर चारैतिर घुमेर हामी अब थाकेर यसरी रेस्ट गरिरहेको छौँ होइन। साथीहरू पनि थाकिसक्नुभयो हिँडेर होइन। अब हामी चाहिँ यहाँबाट फर्किने बेला भएको छ। कस्तो लाग्यो साथीहरूलाई आज? हेलो, कस्तो लाग्यो यहाँको लुब्लियाना? हो र, केही पाइएन केही पाइएन भन्छ साथीहरू होइन। एकदम महँगो छ यहाँ, जे चिज पनि हामीले बाहिर किनेर खान सकिन्न होइन। सुपर मार्केटहरूमा मात्रै हो किनेर खाने, बाहिर त यहाँ एकदम गाह्रो छ, लास्टै महँगो छ सबै चिजहरू। त्यही भएर हामी बाहिर चाहिँ खाँदैन त्यति प्रायः किनेर। घुम्न चाहिँ लगभग धेरै ठाउँ घुम्ने होइन, धेरै दृश्यहरू तपाईँहरूलाई देखाएँ पनि। आजको भिडियो चाहिँ म यत्तिकै राख्छु। भिडियो तपाईँहरूलाई मन पऱ्यो भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोलाई लाइक अनि कमेन्ट पनि गर्नु होला। अर्को भिडियोमा म तपाईँलाई फरक ठाउँको दृश्यहरू देखाउँछु। हस्त बाई, जय नेपाल।